हाम्रो च्यानलमा पुनः स्वागत छ। आज हामी नेपालमा पानीको सङ्कटको एक महत्त्वपूर्ण मुद्दामा जान्छौँ। महाकाली हिमालदेखि व्यस्त सहरहरूमा पानी एक महत्त्वपूर्ण स्रोत हो जुन इन्क्रिजिङली कमी हुँदैछ। प्राकृतिक पानीका स्रोतहरूमा धनी भए पनि नेपालले पानी व्यवस्थापनमा महत्त्वपूर्ण चुनौतीहरूको सामना गरिरहेको छ। तीव्र शहरीकरण, जलवायु परिवर्तन र प्रदूषणले यस अमूल्य स्रोतमा ठूलो दबाव पारिरहेको छ। काठमाडौँ जस्ता सहरहरूमा धेरै बासिन्दाहरू असङ्गठित पानीको आपूर्तिमा सङ्घर्ष गरिरहेका छन्। पानीको सङ्कट केवल असुविधा होइन, यसका दूरगामी परिणामहरू छन्। विभिन्न तरिकामा समुदायहरू प्रभावित छन्। स्वास्थ्य जोखिम, सफा पानीको अभावले पानीजन्य रोगहरू निम्त्याउँछ, विशेष गरी बच्चाहरूलाई। आर्थिक दबाव, किसानहरूलाई सिँचाइमा चुनौतीहरू छन् जसले खाद्य उत्पादन र जीविकोपार्जनमा असर पार्छ। शिक्षा अवरोध, विद्यालयहरूमा प्राय पर्याप्त पानीको सुविधाहरूको अभाव हुन्छ जसले विद्यार्थीहरूको अध्ययनमा बाधा